हेलो गाइस, यो चाहिँ रायोको साग हो। अन्त यो साग चाहिँ सुँगुरको मासुसँग खानुपर्छ। यस्तो भएको छ हो। तपाईहरु हेर्न सक्नुहुन्छ। तपाईहरुलाई मन पर्छ कि मन पर्दैन। यो चाहिँ अलग्गै रहेछ साग, एउटा दुईटा हैन थुप्रै रहेछ। हाम्रो आमाको मेहनत साग कति दामी भएको छ है। तर किरा लाग्न थालिसकेछ। बिना सिजनको किरा त लाग्छ त। यसरी बाँडेर खानुपर्छ। हाम्रो मम्मीलाई पनि एक छाक दिएको छ। चाहिँ हाम्रो आमाले साग टिप्दैछ हो। सुँगुरको मासुसँग खानुपर्छ भन्यो नि त। रायो साग कस्तो लाग्छ? दामी मिठो हुन्छ नि हो सुँगुरको मासुसँग। सुँगुर मासुसँग मात्रै खाने? म सुँगुर मासु पनि अहिले देखाउँछु। सुँगुर मासुसँग खानुपर्छ। छोरीलाई पठाउनु त हुँदैन क्या हो। बाँडीचुडी खानुपर्छ। यहाँनिर चाहिँ राम्रो भएको छ हौ। दामी भएको छ। यहाँ चाहिँ पानी छेउमै भएर होला कि पानी परेर चाहिँ। हेर्दै गर्नुहोस्, म सुँगुरको मासु पनि देखाउने छु तपाईहरुलाई। अब म तपाईहरुलाई सुँगुरको मासु देखाउन गइरहेको छु सागसँग खानुलाई। हेर्नुहोस्, यो चाहिँ रायो सागको जोडी सुँगुरको मासु। तपाईहरुलाई कस्तो लाग्छ? मलाई चाहिँ सुँगुरको मासु र रायो साग चाहिँ एकदमै दामी लाग्छ। 1 किलो सुँगुरको मासु ल्याएको छ। चाहिँ बाबाले ल्याएको अनि आमाले साग टिप्दैछ। भरे चाहिँ साग र सुँगुरको मासु। तपाईहरुलाई म पाकिसकेपछि देखाउने छु।